सर्वप्रथम परमप्रभुको नाममा जय मसी टक्राउन चाहन्छु। यो समय शक्तिशाली जीवित वचन राख्नेछु। उहाँको वचनमा लेखिएको छ, ख्रिस्ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना सतावटमा पर्ने नै छन्, तर दुष्ट मानिसहरू, ठगाहरू ठगिएर झन दुष्ट हुँदै जानेछ। यो कुरा दोस्रो तिमोथी 3 12-14 लेखिएको छ। परमेश्वरले यहाँहरूलाई धेरैभन्दा धेरै आशिष दिउन्। आजको वचन सुनेर आशिष पाउनुभयो होला भन्ने विश्वास गर्छु। हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद। यहाँहरू सम्पूर्णलाई जय मसी टक्राउन चाहन्छु। परमप्रभुको नाममा जय मसी, जय मसी।